हेलो एभ्रिवान सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म तपाईँहरूलाई चाहिँ एआईबाट चाहिँ फोटो कसरी एडिट गर्ने अथवा एआईमा चाहिँ अब जुन तपाईँहरूको धेरै क्राउड हुन्छ नि, अस्तितिर जुन अब तपाईँहरूको क्राउड भएको मान्छेहरू अब जुन छ नि, तपाईँ एक्लै हुनुहुन्छ भने पनि अब बढीभन्दा बढी क्राउडहरू कसरी चाहिँ तपाईँहरूको पछाडि अब ब्याक स्टेजमा देखाउने अनि त्यसपछि तपाईँको कस्तो तरिकाले चाहिँ अब एडिट गर्ने भन्ने विषयमा चाहिँ मैले भिडियो लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला हैन। त्यसको लागि चाहिँ तपाईँहरू सर्वप्रथम एउटा बिङ एप भन्ने हुन्छ, तपाईँहरू एप स्टोर प्ले स्टोर जहाँबाट पनि तपाईँहरूले यसलाई इन्स्टल गर्न सक्नुहुन्छ। इन्स्टल गरिसकेपछि तपाईँहरूलाई चाहिँ एउटा माइक्रोसफ्ट को चाहिँ अकाउन्ट चाहिन्छ हैन, जुन चाहिँ तपाईँहरूले क्रिएट गर्न सक्नुहुन्छ। त्यसको बारेमा पनि कसरी क्रिएट गर्ने भनेर तपाईँहरू चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ हैन। अब यति गरिसकेपछि चाहिँ एउटा यो माइक्रोसफ्ट को तपाईँहरूले अकाउन्ट बनाइसकेपछि चाहिँ यो बिङ भन्ने अब जुन एप छ त्यसमा तपाईँहरूले कनेक्ट त्यहाँबाट लगइन गर्नुपर्ने हुन्छ हैन। लगइन गर्नु भइसकेपछि चाहिँ यहाँतिर देख्न सक्नुहुन्छ धेरै खालको यहाँ अप्सन छ हैन। अर्न माइक्रोसफ्ट रिवार्ड जस्ट फर सर्चिङ भनेको छ, अनि त्यसपछि इमेज क्रिएटर भनेको छ, भिडियो क्रिएटर। योबाट चाहिँ तपाईँहरूले भिडियो पनि क्रिएट गर्न सक्नुहुन्छ, इमेज पनि क्रिएट गर्न सक्नुहुन्छ हैन। अब यसको लागि चाहिँ तपाईँहरूले अब म तपाईँहरूलाई चाहिँ यो चाहिँ मेन चाहिँ अब इमेजको लागि भएर चाहिँ म तपाईँहरूलाई यहाँतिर इमेज क्रिएट गरेर देखाउँछु हैन। इमेजमा यसरी जानुहोस्, त्यसपछि गइसकेपछि यहाँतिर तपाईँहरूले डिस्क्राइब गर्न सक्नुहुन्छ। अब त्यहाँबाट यो गर्न सक्नुभयो भने हुन्छ हैन। अनि नत्र भए तपाईँहरूले एउटा आफ्नो इमेज चाहिँ जस्तै सेलेक्ट गर्ने, मैले यहाँ जुन तरिकाले तपाईँहरूलाई गर्छु हैन। यहाँबाट कन्टिन्यू थिचेर यहाँबाट फोटो एन्ड लाइब्रेरीबाट गएर एउटा कुनै पनि इमेज यहाँतिर मैले मेरो आफ्नो इमेज लिएँ हैन। यसलाई डाउन गर्दै अब यहाँतिर तपाईँहरूले एक्सप्लेनेसन दिनुपर्ने हुन्छ। अब इमेजको पछाडि चाहिँ ब्याकग्राउन्ड के राख्ने हैन, कस्तो राख्ने, अनि त्यसपछि अब तपाईँहरूले कस्तो खालको चाहिँ बनाउन सक्नुहुन्छ हैन। त्यसको लागि चाहिँ तपाईँहरूले यहाँतिर प्रम्प्ट भन्ने हुन्छ हैन, त्यो चाहिँ तपाईँहरूले लाउन सक्नुहुन्छ। यो चाहिँ च्याट जीपीटीबाट ल्याउनु भयो भने हुन्छ। अहिले एआईको जमाना छ, सबै एआईले गरिदिन्छ के काम। तर म चाहिँ यहाँतिर चाहिँ म आफै लेख्छु हैन, तपाईँहरूले पनि लेख्नु होला। अब तपाईँहरूले आफ्नो कुन तरिकाको चाहिँ यो इमेज क्रिएट गर्न चाहनुहुन्छ अब त्यही तरिकाले लेख्नु होला हैन। मैले चाहिँ एउटा अलरेडी बनाइसकेको छु, अनि तपाईँहरूले पनि आफ्नो इमेजलाई यसरी बनाउन सक्नुहुन्छ। मेक दिस पिक्चर। म अलिकति इङ्ग्लिसमा चाहिँ कमजोरी छु, तपाईँहरूले आफूले अब च्याट जीपीटीलाई सोधेर यहाँतिर कपी गरेर पेस्ट गर्नुभयो पनि त हुन्छ है त। अब यो मेरो जुन एउटा सिङ्गल फोटो थियो, अब यो चाहिँ म सबै मान्छेहरूको बिचमा कसरी देखाउँछु त भनेर अब तपाईँहरूलाई म देखाउँछु है त है। क्राउड लेखिदिउँ है। मैले स्पेलिङ पनि गलत हानेछ, तर केही हुँदैन, यो आफै जेनेरेट हुन्छ हैन। यति लेख्दै त्यसपछि क्रिएट गरेपछि अब एकछिनमा यो क्रिएट हुन्छ है त तपाईँहरूको। अब यस्तै खालको इमेज चाहिँ मैले अरू पनि क्रिएट गरेको छु हैन। तपाईँहरूलाई त्यो पनि म इक्जाम्पल देखाउँछु। यहाँ देख्न सक्नुहुन्छ मैले जुन चाहिँ यो आलु चाहिँ म एक्लैले बोकेको थिएँ, तर पछाडि टन्नै मान्छेहरू चाहिँ मैले कसरी बनाएँ त, यो चाहिँ तपाईँहरूले पनि बनाउन सक्नुहुन्छ। अनि मैले भिडियोहरू पनि क्रिएट गरेको छु। यो जुन तपाईँहरूको यो सबै एआईले बनाइदिएको, यो जुन यहाँ देखिराख्नु भएको छ नि त, यो सबै यो बिरालोको अरू यो एआईबाटै बनाएको मैले सबै यहाँबाट यसरी। तपाईँहरूले अहिले एआईको मद्दतले चाहिँ तपाईँहरूले जे पनि गर्न सक्नुहुन्छ कि देख्न सक्नुहुन्छ। यो भनेको रियल मान्छे जस्तो देखिरहेछ, यहाँ अगाडि बिरालोहरू खेलिरहेछ, यो सब एआईले बनाइदिएको हो क्या तपाईँको। अनि तपाईँहरूले त्यही अनुसारले गर्न सक्नुहुन्छ है। अनि म चाहिँ यहाँतिर अहिले मेरो चाहिँ रिवार्ड कति छ म यहाँतिर चेक गरिरहेको छु हैन। अनि यो चाहिँ तपाईँहरूले माई क्रिएसनमा देख्न सक्नुहुन्छ। मैले जुन मैले भनेको थियो त्यो चाहिँ यहाँतिर अहिले क्रिएट भइरहेछ। योबाट पनि तपाईँहरूले सजिलोसँग बनाउन सक्नुहुन्छ। देख्न सक्नुहुन्छ मेरो पछाडि अब अघि म सिङ्गल मात्र थियो, अहिले यहाँ देख्न सक्नुहुन्छ कसरी चाहिँ अब पछाडि कति क्राउड छ यहाँतिर म अघि जुन थियो। तर तपाईँहरूको फेसहरू चाहिँ चेन्ज भएर आउन सक्छ हैन। तर तपाईँहरूको अब साइडबाट खिच्ने हो भने अथवा माथिबाट चाहिँ तपाईँहरूले ड्रोन सटहरूबाट चाहिँ खिच्ने हो भने चाहिँ यो चाहिँ एकदमै राम्रो खालको चाहिँ बनाउन सक्नुहुन्छ। यो चाहिँ बिङ भन्ने एप हो हैन। अब यसको लिङ्क चाहिन्छ भने तपाईँहरूले मलाई कमेन्ट गर्न सक्नुहुन्छ है। अनि आजको भिडियो कस्तो लाग्यो, सानो थियो तपाईँहरूको लागि जानकारी। थ्याङ्क्स फर वाचिङ, डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब। ओके बाई बाई भन्दै लास्टमा यो चाहिँ तपाईँहरूको सेभ गर्नुको लागि चाहिँ यसरी थिचिराख्ने, त्यसपछि सेभ टु फोटो भनेर हुन्छ। त्यसपछि तपाईँहरू डाइरेक्ट आफ्नो ग्यालरीमा जानु भइसकेपछि चाहिँ यहाँबाट पाउन सक्नुहुन्छ यसरी। यहाँतिर मेरो चाहिँ डाइरेक्ट मेरो ग्यालरीमा सेभ भइसकेको छ। र तपाईँहरूले यहाँतिर मेरो उसमा तपाईँको
होम स्क्रिनमा तपाईँहरूले हिजहरू देख्नुभएको छ होला। यो हिजहरूबाट पैसा कसरी कमाउने भनेर भन्नु र तपाईँहरूलाई यसको बारेमा पनि जान्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले मलाई कमेन्ट गर्न सक्नुहुन्छ। अनि यो प्रिन्ट टेस्टहरू भनेको के हो भनेर तपाईँहरूलाई खुल्दुली लाग्छ भने तपाईँहरूले कमेन्ट गर्नु होला है। भन्दै आजको लागि भिडियो यति नै। हस् त, ओके, बाई बाई, सी यू नेक्स्ट भिडियो।